सुन्यौ भन्छ पस्क्यौ नभए आज पनि अफिसमा माटो काम हुँदैन। यत्रो दिन कुद्यौ अफिस केही भएन, आज फेरि के हुनेवाला छ र? क्या हो राजेश दाई, माटोको नामजारी भएन? तिमीले जानेको कुरा सुनाएर भाउजूको गाली खुवाउनु खोजेको? गाली सुनाउन खोजेको होइन दाई, मैले त समाधान गर्नु खोजेको। मतलब हाम्रो आजदेखि हाम्रो बिटिआर सरकारमा माटोबारीको कामकाजको लागि हामी अफिस धाउनु पर्दैन, सबै काम आफ्नो मोबाइल फोनमै हुन्छ। ठट्टा गरेको होइन, तिमीहरू जस्तोको सुविधाको लागि प्रमोद बोडो सरकारले मिसन वैश्यमथी लिएर आएको छ। तैँले साँच्चै भनेको? अरे प्रमोद बोडोले परिवर्तनको कुरो गर्थ्यो नि त, त्यो यत्तिकै गरेको होइन, असल परिवर्तन त यो हो। बिटिआरको माननीय मुख्य कार्यवाही सदस्य श्री प्रमोद बोडोज्यूको नेतृत्वमा मिसन वैश्यमथी बोडोल्यान्ड प्रादेशिक क्षेत्रको गाउँहरूको माटोको कागजातको आधुनिकीकरणको क्षेत्रमा एक सुदूर प्रसारी कदम। मिसन वैश्यमथीको मौलिक सेवाहरू हुन् यस प्रकारका: उत्तराधिकारीद्वारा दर्ता, कागजात अनुसार दर्ता, निर्विवाद बटवारा, कृषि भूमिबाट गैर कृषि भूमिमा श्रेणी परिवर्तन, आवंटित माटो म्यादी माटोमा परिवर्तन, एक सनिया माटो म्यादी माटोमा परिवर्तन, माटोको क्षेत्रफल सुधार, दखली सत्ता नहुने पट्टादारको नाम पट्टाबाट कटौती, नाम सुधार, पट्टादारको मोबाइल नम्बर रेजिस्टर गर्ने, प्रमाणीकृत जमाबन्दी, प्रमाणीकृत सिठा कपी, माटो हुने प्रमाणपत्र। यो सेवाहरू बिटिआरको लागि लागू हुन्छ। नागरिकहरूले प्रत्यक्ष मिसन वैश्यमथी पोर्टल www.vaishyamothi.bodoland.gov.in अथवा सेवा सेतु पोर्टल www.sewasetu.assam.gov.in मा अथवा सार्वजनिक सुविधा केन्द्र PFC मा गएर सेवाहरूको लागि आवेदन गर्न सक्छन्। केही असुविधाको लागि सर्कल अफिसमा सम्पर्क गर्नुहोला। आवेदनको अन्तिम समय 31 मई 2024।